बङ्करहरू बनाउँथ्यो अब लडाइँ सुरु भयो अब फौजी अब गल्ती हिँडेको अब माथिबाट दुलाबाट हानेर सका पारिदिने त्यस्तो खतरा थियो त्यो खतराबाट नै बचेर आइयो त्यतिखेर तपाईँलाई डर लाग्दैन थियो मरिन्छ कि अर्काको देशमा आएर भनेर केही छु त्यस्तो कोही चक्करै छैन हामीलाई डरै नलाग्ने डरै लाग्ने नथ्यो हामीलाई यदि कसैले मलाई मृत्युसँग डर लाग्दैन भनेर भन्छ भने कि त त्यो गोर्खा हो कि त्यसले झुटो बोलिरहेछ भनेर भन्दा रहेछन् के अहिले गोर्खाली चाहिँ अलिक डुप्लिकेट निक्ल्यो सबै डुप्लिकेट निस्क्यो हर जातिको पुरै ऊ निक्ल्यो पहिलाबाट त प्योर खोज्थ्यो उसले प्योर लेखकको गुरुङ पुन मगर यस्तो मगरहरू कोही पनि मगर अब लेखक खोज्थ्यो नि पहिला गर्ल आएर लगिर अहिले त अब जम्मा पुरा बैलर अब पढाइ सानैदेखि पढाउनलाई अब यहीँ बैलर छ नि यहाँ दुगोर भाग गर्न सक्दैन हामी जतिको पाकिस्तान त हामी खुकुरी बिरेदेखि त झन् पराइ दरा नै पहिला अब त्यो खुकुरी सिलमा लडाइँ गरेको जमानामा बुढाहरूले होइन बुढाहरूले अब खुकुरी बेरेर जान्छ यो खुकुरी नबेरेर जाने हो फलाइ मिटिङ गर्दा नत्र त खुकुरीको विश्वास छैन अब त केही उ भयो भने त अब गोली खानेहरू त खावा नर भने चाहिँ खुकुरी निकालिन्छ भन्छ होला खुकुरीलाई निकालिरहेछ भने त क्या हामीलाई त्यस्तो त्यो फलाइ मिटिङमा जाँदाखेरि राष्ट्रपति 5 वर्ष त्यसको घरमा पुरा फन्न घेरा लगाने हो एउटा पुलिस एउटा फौजी गेटमा अनि कोही माथि छतमा दर्शकवृन्द आज हामी एकजना मगर लाउरे बुबा भीमबहादुर बुढासँग कुराकानी गरेर यो भिडियो सामग्री तपाईँहरूमा आज प्रस्तुत गर्ने तयारी गरिराखेका छौँ कसम के भनेर खुवाउँथे बुवा त्यतिखेर बाबामा आए पनि मार्छु भन्ने यस्तो कसम खुलाउँथ्यो क्या नराम्रो लडाइँमा बाउ आमा आए पनि छोड्ने मारिहाल्ने भन्ने हो त्यस्तो हुकुम कसम खुलाउँथ्यो कि तपाईँ लाउरे बुबाको यो भिडियो अहिले कहाँबाट हेर्दै हुनुहुन्छ कृपया तलको कमेन्ट बक्समा लेखिदिनु होला चाइनासित कोही थियो यस्तै यहीँ आम्न सामने त्यो बिचमा माइनफिल्ड तार माइनफिल्ड थियो गरे कुरा बुझिन्थ्यो कि यता आम्ने सामने सुनिन्थ्यो कुरा सुनिन्थ्यो 21 वर्षमा लागेको थिएँ लक्का जवान भर्खरको तगडा थिएँ नै त्यतिखेर भर्खरको केटा चिसो पानी खाएको भएर हावामै उड्थ्यो नि त्यतिखेर त बाबु र नेपाली गोर्खालीको वीरता कायम राख्न जमानाबाट बुबाहरूले लाउरे भएर धेरै योगदान दिनुभएको छ भन्ने सन्देशसहितको यो भिडियोलाई धेरैभन्दा धेरैजनासम्म पुर्याउनको लागि कृपया धेरै सेयर पनि गरिदिनु होला हाम्रो यहाँ के अरे एउटा जेठान बने थिए ल उहाँले चाहिँ भर्ती गर्न जानु पर्यो चाहिँ अब यहाँ बसेर त हुन्न भन्नुभयो उहाँ चाहिँ हाजिरमा जाने त्यहाँ मलाई घुसाइदिनु भयो उहाँ चाहिँ हाजिरमा जानुभयो म चाहिँ फटाफट भर्ती भएँ लाउरे भएँ त्यहाँ अब जब पल्टनमा गएपछि उहाँको त अब 12 साल 13 साल पुगेको छ अब लेख्नै नम्बरै आएको छैन प्रमोसनै छैन पुरा सिपाही छ है त्यो सिपाहीको बिस्तारामा मुनि कोहीको 4 बोतले कोहीको 8 बोतले गिलेनमा है अलि झन् अब त्यस्तो रक्सी जति खाए उति मिठो रम्फूमा बनेको पहिला हर्कुलेस रक्सी हस् बुवा ल नमस्कार छ ल धन्यवाद छ दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरु सबैजनालाई नेपालचित्र.com मा म किरण पौडेल अहिले चाहिँ हामी बागलुङ जिल्लाको तमानखोला गाउँपालिका वडा नम्बर 3 तमान गाउँमा छौं यहाँका एकजना 74 वर्षीय बुबा भीमबहादुर बुढाले गोर्खाली फौजमा नोकरी खानुभयो खासमा गोर्खा भएर काम गर्दाखेरि कतिको गाह्रो साह्रो अप्ठ्यारो हुँदो रहेछ भर्ती हुँदाखेरि के गर्न पर्दो रहेछ पहिला कस्तो थियो अहिले के भइराछ भनेर गफगाफ गरेका छौं आउनुहोस् उहाँलाई स्वागत गरौँ नमस्कार बुवा ल नमस्कार हजुर सुरुमा हजुरको परिचय दिनु त पल्टनको नाम सहित म के रे 1971 सालमा 1970 सालमा अक्टोबर 31 तारिखको के रे रासन खाइयो सरकारी रासन अनि त्यसको बादमा अब देहरादुनमा गयो 9 महिना ट्रेनिङ गरियो गङ्गारामा पारे गङ्गारामा तपाईको नाम चाहिँ मेरो भीमबहादुर बुढा उहाँ चाहिँ भीमबहादुर पुन लेखो यहाँ म चाहिँ भीमबहादुर बुढा हो मेरो चाहिँ नागरिकता नेपालको नागरिकतामा उहाँ चाहिँ भीमबहादुर पुन भन्ने यहाँ चिङखोलाको गल्लासित भर्ती भयो गुरुपुरमा गएर त्यहाँबाट देहरादुन गयो तपाईको घर चाहिँ कहाँ अहिले यहीँ 5 नम्बर पर्छ यो इलाका यता यही पर यहाँ अलि पर छेउमा छ तमानखोला गाउँपालिका उतिखेर त के अरे के भन्दो न उतिखेर त गाविस भन्दो
4000 पर्वत भनेर लेखाउनु पर्दो, थुमकुटो अर्बे भनेर लेखाउनु पर्दो। आजभोलि चाहिँ त्यो हरायो होइन। अब त्यसरी भर्ती भयो। अब अनि भर्ती हुँदाखेरि तपाईँ कति वर्षको हुनुहुन्थ्यो? म 21 वर्षमा लागेको थिएँ। हो 21 वर्षमा लागेको थिएँ। लक्का जवान भर्खरको 21 वर्षमा अब यहाँ जङ्गल छतारै हिँड्ने अब कहाँ हुन्छ। अब थोत्रो त जङ्गलमा हिँड्ने तगडा थिएन त्यतिखेर। भर्खरको केटा चिसो पानी खाएको भएर अब उहाँ गर्मी ठाउँमा भयो अलि के अरे लोथरो हुन्थ्यो होला। हामी त जस्तो पनि तस्तै हावामै उड्थ्यो नि त्यतिखेर त बाबु। 21 वर्षसम्म के काम गर्नुभयो त नि गाउँमा? गाउँमा त त्योभन्दा पहिला यहीँ केही पनि काम गरेन। खेती किसान गर्ने त्यतिको उठेर गाई गोरु गोठला घुम्ती गोठ घुम्दै गयो लेखाला ढुडढुरी हिँड्ने बर्खामा हिमाल जाने हिउँदोमा चाहिँ यहाँ भयो खोला हिँड्ने। त्यसमा ठुलो भयो अब गइयो। अब 21 वर्ष लाग्यो, अब भर्ती हुनुपर्छ, दौडिने हो, पल्टनमा जानुपर्छ भनेर कसरी थाहा भयो तपाईँलाई? अब त्यतिखेर चाहिँ भर्ती खुलेर चाहिँ उहाँ हाम्रो यहाँ के अरे एउटा जेठान बने थिए यहाँ हुनुहुन्थ्यो यता यहीँ मेरै डेरामा मामाको छोरा। ल उहाँले चाहिँ भर्ती गर्न जानु पर्यो चाहिँ अब यहाँ बसेर त हुन्न भन्नुभयो। उहाँ चाहिँ हाजिरमा जाने है। मलाई लगेर जानुभयो उहाँ हाजिरमा जाने। त्यहाँ त्यो गोरुपुरमा गएपछि भित्र पसेर हुनेले यताउता छामछुम गऱ्यो। हामी सिबललाई बाहिर राखेर उहाँ गएपछि यता छिङखोलाको गोल्ला त्यहाँ पुरै लाको पुलाको केटा गोल्लाले लगेरहेछ केटाहरू। त्यो एकजना केटा फालिदिए त्यहाँ भेकेन्सी पारेर त्यो गल्लामा घुसाइदिनु भयो। त्यो एउटा खाली भयो थियो खाली ठाउँमा त्यहाँ मलाई घुसाइदिनु भयो। उहाँ चाहिँ हाजिरमा जानुभयो। म चाहिँ फटाफट भर्ती भएँ लाउरे भएँ त्यहाँ। यहाँबाट गोरखपुरसम्म कसरी पुग्नु भयो? गोरखपुरसम्म अब जेठानले कसरी ल्याउनु भयो। अब खान्दै लग्नु भयो। हिँडेर जानुभयो कि गाडीमा जानुभयो? होइन गाडीमा त्यतै हिँडेर भैरवमा 4 दिनमा पुग्ने। भैरव यहाँबाट हिँडेर माथि यो बोरियार खोलखोला हिँडेर 4 दिनमा भैरव पुग्यो। अनि त्यसको बाद अर्को दिन गोरखपुर पनि बेलुका पुग्यो। उहाँ भैरवबाट त गोरखपुर जाँदाखेरि त गाडीमा ट्रेनमा अब सुनौलीमा अब के अरे सुनौलीमा त्यहाँ गाडीमा गयो, ट्रेनमा गयो तल उहाँ गएर नौटुना गएर ट्रेनमा गयो। अर्को दिन उहाँ गोरखपुर गएर नि बेलुका उहाँ उनीहरू फौजीभित्र केम्पमा गएर बस्दै गऱ्यो। हामीले बाहिर 2 जना थियो लाउरेहरू, 2 जना अरूले केटा लगेर गएको थियो। ऊ चाहिँ भर्ती भयो भने हामीलाई थाहा भएन मलाई। म चाहिँ भोलि बिहान आउनुभयो त त्यस्तै बिहान 9 बजेतिर आउनुभएको थियो बल्लै 9 बजेतिर आउनुभएको थियो। त्यो आएपछि मलाई फेरि त्यो 2टा केटालाई सिभिल केटालाई एक गिलास चिया खानिदिनु भयो है। चिया खाएपछि त्यसको बाद लैजानु भयो भित्र डाइरेक्ट। उहाँ डाइरेक्ट गएर गल्लासँग मिलाइदिनु। गल्लासँग नापतोल गर्न लगाइहाल्नु भयो उतै क्या भित्रै गर्दाखेरि 55 केजी थियो त्यतिखेर। बिहानमा सिर्फ चिया मात्रै खाएको 55 केजी थियो। त्यहाँबाट अब उचाइ नाफो सबै पुग्यो गरे। अझै थाल्यो के नाप्दा रहेछन् बुवा त्यतिखेर? त्यतिखेर उमा अब के अरे तौलने चाहिँ उही उमा त्यही नै के अरे उही आजबले हुन्छ तराजुमा। अनि नाप्ने चाहिँ ऊ खम्बामा यस्तो डन्डा राखेको थियो हाइट नाप्नलाई। हाइट पनि पुग्यो? हाइट पनि पुग्यो। अब छाती नै पुग्यो सबै। अब उमेर पुगेको मान्छे यहाँको जङ्गलमा थचारे साह्रो मान्छे नि हामी त होइन। अर्गानिक ढुङ्गा जस्तो उपर बाबर जङ्गल घाँसपात गर्ने। दौडन लाग्यो लान बुवा? दौडाउन लागेन त्यतिखेर। हाम्रो त्यतिखेर के हो भने त्यसको बाद उहाँ उता गयो डाक्टरमा यहाँ खोलखोला हिँड्दाखेरि यहाँ किरा आएछ एउटा मच्छर पसेको थियो कानमा। त्यो चाहिँ ल सुक्खा बजारमा गएर बाहिर गएर एउटा सानो ऊ छ त्यहाँ गएर निकालेर आइज भन्यो। अनि त्यो निकालेर गएँ। अब डाक्टर पास अनि एक्सरे नै पास। अब पछाडि त्यो उमा पहिला सुरुमा त पढ्नै लेखान्थ्यो साँच्चै त। पहिला सुरुमा उहाँ नापतोल गरिसकेपछि पढ्न सिकान्थ्यो। लेख्न चाहिँ त्यति राम्रो हान्न थियो। त्यो पढ्न चाहिँ मैले यहाँ कता साथीहरूसित टिप्पा पढेर आन्थ्यो के पढेर पढ्थेँ। अनि त्यसको बाद त्योमा एउटा कुलोमा के अरे बाहिर उता सिमटकै गिराउन। अनि त्यहाँ कुलोमा पानी थियो। त्यो कुलोमा खुट्टा टेकेर उता त्यो गिराउनमा दुगुरान्थ्यो के छ अलिकता त्यो पाइदोलाई हेर्ने। अनि दुगुरा कसरी दुगुर्छ भन्ने त्यो जाँच गर्थ्यो त्यतिखेर है। त्यस्तो जब दुगुर्न त यहाँ पाहाडमा दौडे मान्छे धेरै दुगुर्न परेन क्या दुगुर्न पर्ने। त्यहाँदेखि
अब डाक्टर पास उता एक्सरे पास अब धाएको एक दिन त्यसपछि 21 वर्षको लक्का जवान केटो लाउरे भयो लाउरे भयो पल्टनमा हजुर पल्टन त्यहाँदेखि अब सेन्टरमा के अरे उहाँ गयो देहरादुन 9 महिनाको बादमा त्यही कसम सजम खाइयो अनि त्यसै बाद बल्ल गयो उतातिर कसम के भनेर खुवाउँथे बुवा त्यतिखेर कसम त्यतिखेर त्यति साह्रो थाहा त भएन बाबु त्यो बाबामा आए पनि मार्छु भन्ने यस्तो कसम खोलान्थ्यो क्या नराम्रो लडाइँमा बाउ आमा आए पनि मार्ने भनेर त के अरू के भनौँ त्यस्तो चाहिँ मेरो मनमा छ क्या त्यो बाउ आमा आए पनि छोड्ने होइन मारिहाल्ने भन्ने हो त्यस्तो हुकुम कसम खोलान्थ्यो कि त्यो जब अब पढाइ लेखाए भएपछि के अरू पनि अब अनपढ मान्छे अब कमात हुन्छ उहाँ गएर होइन अनि सुन्नु न बुवा अब त्यताको पनि म जोड्छु तर त्योभन्दा अगाडि नि तपाईँ लाउरे हुनुभन्दा अगाडि तपाईँको घरबाट बुबा दाई हजुरबुवा अरू कोही हुनुभएको थियो लाउरे अब त्योभन्दा पहिला त मेरो बाबा हुनुहुन्थ्यो के लाउरे सेकेन्ड जिआरको इन्डियाको के अरे इन्डिया र ब्रिटिस आर्मीको आजाद हुँदाखेरि जोसको 15 साल पुगेको थियो अब मेरो बाउ चाहिँ ब्रिटिस आर्मीको अहिले सिगर जिआर भन्ने छ नि त्यो सेकेन्ड जिआरमा हुनुहुने चाहिँ त्यहाँमाथि त्यो अब त्यो आजाद भएर अब त्यो ब्रिटिस आर्मीले छुट्टाएको र उता लग्ने त्यो पेन्सन पायो भने घर पठाइदिन्छ 15 सालमा मेरो बाउ हलदार थिए अरे हुनुहुन्थ्यो अरे अनि बाउलाई यता घरतिर पठाइदिएछ उसले चाहिँ अरू पल्टन चाहिँ छोरो बिनी लगो पल्टनतिरमा सेकेन्ड जिआर 6 जिआर 9 10 जिआर उनले 4वटाको कति ग्रुप लगेर गएर चाहिँ के छुट्टाएर उहाँ यहाँमाथि तपाईँको पल्टनलाई चाहिँ के भन्थ्यो मेरो पल्टनलाई अब सेकेन्ड जिआर थर्ड ग्रुपको थर्ड ग्रुपमा फर्स्ट थर्ड सेकेन्ड थर्ड 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 फोर्थ थर्ड 5 थर्डसम्म थियो तपाईँ त अब तपाईँको बुबा पनि लाउरे भएको भएर त्यो पनि ब्रिटिसकै पालामा है बुबाले कहानी सुनाउनुहुन्थ्यो होला लडाइँका होइन त्यो उहाँ त म त 7 वर्ष पुगेर 8 वर्षमा लागेमा पहिल्यै बित्नु भयो बुवा गल्लाले यहाँ आएर हामी सानो हुँदाखेरि उहाँले चाहिँ निकै यहाँबाट केटाहरू लगेर भर्ती गर्नुभएको रहेछ गल्ला हालेको पालामा त्यो उहाँले धेरै भर्ती गरेको छन् भनेपछि बुबाको धेरै याद भएन अब यादै भएन नि अब मेरो बाबाको बित्नु भयो यहीँ मुनि त घर यहाँ मुनि ठुलो घर थियो 3 तले ठुलो बाजेले बनाएको घर ठुलो 4 पाखे घर थियो अनि त्यहाँ अब बाबुले उता केटाहरूलाई हेबाले फुलानले लैजाने फेरि पाल्ने घरमा बाबाले भुजा लाने त्यसले गर्दा सिडले के फेला पारो भन्थ्यो गरे खै के हो अब दुख बिमार भएर 7 वर्ष पुगेर 8 वर्षमा म बित्नु भयो मेरो बाउको 3 दिनै एउटा बाख्रा काटेर किरे गरेको हुन् अब त्यो थामाथे अब त्यो बाउले कति उ गरेको धेरै उ पनि रहेछ कुरा 2-3 हजारको रहेछ यहाँ गाउँको 2-3 ठाउँ खेत त्यो ठुलो 4 तले घर सबै बिक्री गरेर आमाले बाजे बस्दा तल यो डाँडा परे उहाँ गएर बस्नुभएछ मेरामा है अनि त्यहाँबाट उहीँ उर्क्यो हामीहरू उतै उर्क्यो अनि सुन्नु न अब लाउरे हुन भनेर जानुभयो त्योभन्दा अगाडि गाउँमा नि तपाईँहरूको गाउँमा लाउरेलाई गर्ने सम्मान लाउरे बिदामा आउँदाखेरि टक्क रेडियो बजाउँदै आउने भ्रम लिएर आउने अनि कहानी सुनाउने आमाहरू चाहिँ लाउरेलाई पैसा झार्न जाने त्यस्तो चलन थियो चलन छैन त्यो चलन छैन त्यो लाउरे हुन पहिला त यहाँ हामीले अब यो त गाना साना हुन्थ्यो यतातिर गाना सानाहरू यो अब जवानी तन्दिर त्यो तन्दिर बस्नु जाने भने गाउँ डुल्ने केटा सानो हुँदा आलठुल्ठुलो गीत गाने भयो गीत गाने हिँड्ने तपाईँ पनि डुल्नुहुन्थ्यो तपाईँ पनि डुल्नुहुन्थ्यो हामी डुल्दिन्थ्यो हजुर वारी गाउँमा यसो भेनामा उठेर हेर्ने भने सुन्दाखेरि पारी गाउँमा मारल बस्थ्यो अन्त पारी गाउँमा सुन्दाखेरि वारी गाउँमा मारल बस्थ्यो उठेको चलन के थियो भनेपछि केटाकेटीहरू एक ठाउँ अब सङ्गुते यस्तो उ लगाने क्या हुड्डा लगाने एक ठाउँ कथा हुने होइन त्यो केटीहरू पनि त्यहाँ गीत गाने फेरि घर जाने आउने घर भोलि गाउँदै लिएर हिँड्थ्यो अरे अब गाउँको त्यसरी गर्थे गर्थे बराबर त्यस्तो हो र अनि सुरुमा गएर अब पल्टनमा जागिर खाइसकेपछि सबै पास भइसकेपछि है टक्क वर्दी लगाएर बुट लगाएर झ्याम्म ड्युटी बसेको दिन याद आउँछ त आउँछ नि त्यो त कहाँ बस्नुभयो त्यो ड्युटी सबैभन्दा गर्मी ठाउँमा काम बस्यो दिल्ली राजधानीमा राष्ट्रपति बस्छ त्यहाँ त्यसको ठाउँमा त्यसको घरमा पुरा
फन्न घेरा लगाने हो एउटा पुलिस एउटा फौजी गेटमा अनि कोही माथि छतमा जहाँ पानीहरू हुन्छ नि त्यो पानी वहाँभित्र पुरा फिल्टरहरू गर्ने त अक्सिजनभित्र चिसो हावा दिने त्यहाँ फेरि कोही माथि कोही त तल पुरा फन्न गिराउनमा कोही आफू वहाँ गार्डन मङ्गल गार्डनमा राष्ट्रपतिको मङ्गल गार्डनमा जहाँ जहाँ छ गेट छ जहाँ जहाँ ऊ छ खतरा त्यहाँ पुरा एउटा पुलिस एउटा ऊ फौजी फौजीलाई धेरै विश्वास गर्थे अरे होइन त्यसमाथि अझ बढी गोर्खालाई धेरै गोर्खाले बागलुङे पुन के अरे घानरुङे गुरुङ पोखरे काँस्केली गुरुङ भयो अब यिनीहरू त खोजेको चाहिँ भर्ती गर्छ पालामा त बागलुङे पुन घानरुङे गुरुङ काँस्केली गुरुङ यिनीहरू त धेरै ऊ हो पहिला ऊ अलि चिज गर्ने धेरै के अरे अब ऊ भएको के अरे ऊ लाग्यो इमान्दार होला इमान्दार बहादुर निडर लड्न सक्ने गल्ती नगर्ने भएको भएर अब जम्मै अब खाएको यहाँ लिने तगडा नि अनि पल्टनमा गएर जागिर खाएर पहिलो पटक बिदामा आउँदाखेरि पहिला त छुट्टी आउँदाखेरि हजुर कस्तो थियो गाउँको माहौल के लिएर आउनु भएको थियो हजुरले मैले लिएन त खास केही पनि लिएन त्यतिखेर पहिला यो तानसिन बुयो यो पाल्पा तानसिन भएर उता उहाँ काँक्री बेताबाट त्यो हामीले भर्ती हुँदाखेरि त्यतिखेर यो पोखरामा बाटो रस्ता जोडेको थियो कि त्यो जोड्दाखेरि हामीले पछि त हामीले त फेरि उहाँ पाल्पा भाती हिँड्नु पर्दो पाल्पासम्म त गाडीमा आइयो हुनु भाती पाल्पा भाती हिँड्नु पर्दो त्यतिखेर हो कि दोस्रा छुट्टीमा हो कि तीसरा छुट्टीमा त्यतिखेर त मलाई यति याद आएन झोला बोकिरहेको थिएँ त्यति साह्रो खास केही पनि गर्ने लुगाफाटा बोक्यो त्यही आयो त्यति रम ल्याउनु भन रम पनि एक बोतल 2 बोतल बोकेको थिएँ अब सुन्नु न पहिला अब देहरादुनबाट भर्ती भएर गयो उहाँ के अरे अब मेरो पल्टने चाहिँ उहाँ सिक्किममा इस्ट सिक्किममा पल्टने चाहिँ उहाँ रियार दामदिम थियो यहाँ तल यो सिलगढीको पारिवेता दामदिम भन्ने जग्गामा रियार त्यहाँ बाक्साहरू हेभिदम राखेको अनि पल्टन चाहिँ पारि उहाँ चाइना बोर्डरमा अनि त्यहाँमाथि चाहिँ अब 9 महिनामा तेर्ने कसम खाएर गयो त्यो डाइरेक्ट उहाँ गयो त्यहाँ गएपछि त्यो बाक्सा त्यहीँ फाल्छारियो अनि त्यसको बाद अब त्यो किर्पे पाइन्थ्यो र त्यो किर्पेबाट थाङ्ना बोक्दा कोचार्ने अथवा बेदिङमा बिस्ताराहरू होइन लुगाफाटा त्यही थाङ्ना बोक्दा हिँडेको कोचार्ने बिस्तारामा गयो कानबाईमा उहाँ कालिम्पोङ भएर वहाँ माथि रङ्गिया भन्ने ठाउँमा त कालिम्पोङभन्दा अगाडि माथि टाँसी क्याम्प वहाँ पुगेर 9 दिन तेर्ने उकालो ओह्रालो गरायो आयो के अरे अक्सिजनको लागि माथि अब यो त नाखुरे दाना थियो त्यो दानामा माथि पुग्दाखेरि 2 घन्टा कति लाग्थ्यो है पुरा बाटो यस्तो घुमेर गएको थियो त्यो दानामा त्यो दाहिनेबाएँ पुरा भोटेहरूको बस्ती होटलहरू भएको कुरा फुल खाने पाइने अब के छाङ के खानु पाइन्थ्यो भोक लाग्यो भने त्यो माथि भेनामा उठ्यो अब फालिन गर्दो त्यहाँबाट चियासा खाओ पुरीसुरी त पुरीसुरी खाओ अनि माथि जाने हो लस्कर लागिर त्यहाँ माथि गयो अब पुलिसले उहाँ के अरे सिएमपीले उ गर्छ उहाँ इन्ट्री गर्छ फेरि झरो फेरि गीत गान्दै यता पोसो उता पोसो के खान मन लाग्छ खाओ आयो झरो भोटेनीलाई खिजान्दै तल आयो बेलुका आएपछि अब कासकाम छैन गर अब त्यो लामखाने भेडा सिखाने भेडा जान्थ्यो ल गोर्खालीहरूले अब त्यो के अरे खुकुरी लिएर आइज भन्थ्यो है खुकुरी लिएर आइज भन्यो त्यहाँमाथि खुकुरी लिएर गएपछि अब भेडा काट्यो अब मासु भुट्यो अब अंडा भुरी चाहिँ जम्मै पुरै भोटेल लैजाने जब हामीहरू गएपछि अंडा भुरी सुरी सब तकतका उसो फाल्यो जम्मा च्यात्त पार्यो मुटु मिर्गलो भाङ भुसेर कपाल सपाल सब चिया गट्ठा गऱ्यो मासु पकायो अब भान्चे खुस्यो उता स्टाफ उहाँको टाँसीको स्टाफ पनि तिनी पनि खुसी अब यस्तो मिठो भनेर चाहिँ भन्ने अब तिनीहरूले लाग्यो कि अब भोटिनीहरू पनि जिस्काउनु भयो गीत त छैन उता अब जब फौजी त खामा बाहिर हिँड्न पायो र पाइन्छ त त्यहाँ त बाहिर त निकल्दै भयो त्यताको भोटिनीहरू
नेपाली बोल्थ्यो होला नि त्यताका भोटिनीहरु पुरा नेपाली सबै कालिम्पोङ भनेको त कालिम्पोङमा दरब जान्दैन उहाँ अब वो पुरा कोदाली खन्ने कि तरेनीहरूले है अब जब त्यो फौजी त अब कानबाई लस्कर लागिसक्यो अब गाडीमा शिक्षित भएको अब हाम्रो बोरी बिस्तारा माथि बस्ने हो रुमाल होला झन् विपत्ता रुमाल होला हातेलाई विपत्ता नि झन् उल्टा खिजान्थ्यो त्यहाँ गान्तोकमा क्या त्यसरी गयो माथि गएर अब यो अब खिजाने भएर अब घुम्न त अब पानी पाइन अन्त त्यहाँ गएर त 9 दिनको बादमा गयो माथि गएपछि अब माथि गयो माथि गएन हजुर फेरि माथि पनि रियार भएको दुई ठाउँ रियार थियो त अब वहाँ गएपछि रक्सी त जब वहाँ अब रम्कुतिर गयो अब बेलुकाटे एक प्याक अनुबारै खानै पर्यो अब जब पल्टनमा गएपछि वहाँ गर्दा अब 12 साल 13 साल पुगेछ अब लेख्नै नम्बरै आएको छैन प्रमोसनै छैन पुरा सिपाही छ है त्यो सिपाहीको बिस्तारामा मुनि कोहीको 4 बोतले कोहीको 8 बोतले गिलेनमा है अलि झन् अब त्यस्तो रक्सी जति खाए उति मिठो रम्फूमा बनेको पहिला हर्कुलेस रक्सी अहिले त्यो हर्कुलेस रक्सी त्यस्तो पाइन्न अहिले त पुरै के गराओ अनि त्यहाँ अब जति खाए उति मिठो हर्कुलेस वहाँ गए त झन् अब खानु अब ज्याम बटर पुरा डबल रासन थियो क्या त्यतिखेर डबल रासन थियो खायो खाँदै अब जम्छ गरायो जब ज्याम बटर पोस्टमेन फाल्ने हो अब के खान्छ माथि अब फौजमा जम्मै रमाइलो हुन्थ्यो हैन रमाइलो नि खाएको दुःख पनि हुन्थ्यो नि दुःख नि दुःख त्यहाँ कासकाम त्यहाँ थिएन गएर ओइ अब कुरा गर्दैछु त्यहाँबाट अब त्यहाँ उही बरफ आयो त बरफ आइरहेपछि बाटो बनाऊ यता उता घरहरू सफाइ गरेर बरफ फाल्ने त्यति नै त्यहाँबाट नै गयो फेरि माथि अझ एक दिन अगाडि कन्बाईमा बल्लै उहाँ बौद्धरमा चाहिँ आफ्नो पल्ट नि त रियारमा गएर त्यहाँ कति 10-15 दिन कति बस्यो अनि त्यहाँमा फेरि बल्लै आफ्नो कम्पनी धुवा गरेर बाँडिदियो अनि यो कम्पनीमा जाने भनेर त्यहाँमाथि गयो बल्ल आफ्नो कम्पनीमा गएपछि वहाँ चाइनासित कोही थियो यस्तै यहीँ आम्नो सामने त्यो बिचमा माइनफिल्ड तार माइनफिल्ड थियो गरे कुरा बुझिन्थ्यो क्या यता आम्नो सामने सुनिन्थ्यो कुरा सुनिन्थ्यो कोही चाहिँ अलि तारा थियो अब कोही ठाउँ त रस्सीमा के अरे भरेङमा चढ्ने पानी बोक्नलाई अब रासन बोक्ने भरेङमा चढे त बरफ अब खन्ने भने अब यो त्यो घर भन्दा नि घर पुर्ने हो अनि ठुलो ठुलो अनि त्यस्तो थियो वहाँ गएर बल्लै गऱ्यो एकछिन डिस्टर्ब गर्नुहोस् है ए ल हेलो यहाँ अब यता भर्खर घरतिर लाग्न लागेछु काम गरिरहेको के काम सकेर अब घरतिर लाग्न लाग्छौँ क्या त्यहाँ अरू यहाँ साथीहरू छन् तिनीहरूसँग गफा गर्दै जान लाग्छौँ अब ल कसको फोन आएर चाहिँ बुवा यहाँ कसको मेरो बुढेको ए कति माया गर्नुहुन्छ धेरै अब उहाँ खेत जोत्ने हली लागेछन् उहाँ अब घर पुगेस् भन्दा अब लाग्यो त्यहाँ एउटा माउ थियो त्यो मर्न लागेछ अरे अब कसले खान्छ अरे त्यस्तै माउ बाख्रा लगेर काटेर लिलाइज भन्छ उहाँ भन्छ क्या यहाँ एउटा उसलाई पाल्नदेखि थियो एउटा माउ काटेर खाँदा या दिमाग खराब गरे सुन्नु है पल्टनमा गइसकेपछि बिहे गर्नुभएको कि पहिले गरेर जानुभएको थियो कि अब त्यसपछि गइयो उहाँ गएर बस्यो उहाँ अब लडाइँ सुरु हुन लाग्यो 71 सालको लडाइँ सुरु हुन लाग्यो है त्यो लडाइँ सुरु भएपछि अब हामीले त्यतिखेर उहाँ झाँडा बङ्गर बनाइसिना थियो त्यो उसको उमा त्यो बङ्गरहरू बनान्थ्यो कि बङ्गरहरू बनान्थ्यो अब लडाइँ सुरु भएपछि लडाइँ भयो पाकिस्तानमा यो बङ्गलादेशमा लडाइँ भयो पाकिस्तान र बङ्गलादेशमा लडाइँ भयो अनि हामी चाहिँ चाइना वहीँ वरिपरि सामने कोही ठाउँ अलि टाढा थियो कोही ठाउँ नजिक कुरा बुझिन्थ्यो तर केही गडबड गरेन चाइनाले उगऱ्यो भए त हामीले उतिखेर पिच मार्थ्यो नि मार्थ्यो 1962 सालको लडाइँमा बल्ल इन्डियाले चाल पाएको चाइनाले जति मार्यो जति भुट्यो चाइना त पात पर्दै नै जान्थ्यो अरे क्या यस्तरी त उहाँ जो पुरा उहाँ के अरे सिक्किमको राजधानी गान्तोकमा हो त्यो गान्तोक सान्तोक यहाँ अब कालिम्पोङ सब काटे तल टिस्टा नदी भन्ने तल यहाँ सिलिगुडी भन्ने त्यहाँ झारेको थियो अरे चाइनाले लखट्दै त्यतिखेर बल्ल इन्डियाले बल्लै ऊ पाएको भन्छ चेत पाएको भन्छ
बल्ल जान तपाईहरु चाइनासँग लड्न चाहिँ परेन भएन ऊ पछाडि घुम्न गयो बङ्गलादेशतिर ठुल्ठुलो अफसरहरू घुम्न गयो तपाई कुनै लडाईँमा पर्नु भयो कि पर्नु भएन त्यही 71 साल लडाईँमा हो हामी त हामीलाई गडबड गरेन अरू केही उ भएन लडाईँ भने त्यहाँ त 71 सालदेखि यता लडाईँ भएन नि त्यहाँ त अब कसको सुरु भयो फेरि अब उग्रवादीको सुरु भयो यता अब फेरि अब जम्मू कश्मीरमा यता फेरि है त्यो यतातिर उ त उग्रवादी ठुलो डर खतरा त्यो थियो क्या त्यो अब फौजी अब गल्ती हिँडेको अब माथिबाट दुलाबाट हानेर सखा पारिदिने त्यस्तो खतरा थियो त्यो खतराबाट नै बचेर आइयो तपाईलाई यो पल्टनको जागिर खाने बेलामा कतै बमको छर्रा गोली लाग्ने त्यस्तो चोट पटक भयो कि भएन केही भएन भाग्यले केही भएन केही पनि भएन हामी चाहिँ त्यो अब उ पनि भएन त्यही खतरा त्यही थियो यता यता पल्टी पछाडि उता यता जानु पर्यो धेरै साल पछाडि यता जाँदाखेरि यो खतरा भएन त्यो भएन यो हामी चाहिँ केही दुःख पाएन यही बोर्डरमा यता पाकिस्तान चाहिँ नि बसियो पाकिस्तानले पनि त्यति साह्रो उ गर्न चाइनाले गोर्खाली पल्टनलाई त्यति साह्रो हेप्दैन ए डराउँछ डराउन आफ्नो भाइ बराबर मान्छ चाइनाले चाइनाले के अब सरदारहरू भयो अरू कोही जातिहरू गयो भने राति हाले उ गर्यो भने त बजाइहाल्छ देखि माग्न आजाल पनि छ भन्छ म अहिले पनि कुरा गर्छु आजाल पनि त्यस्तै गर्छ भन्छ गोर्खाली त लगभग चाइनिज जस्तै जस्तै पनि देखिन्छ नि त मिल्दोजुल्दो अनि पाकिस्तानमा नै त्यति साह्रो पाकिस्तान पनि त्यति साह्रो नेपालको मान्छेलाई गोर्खाली हो भनेर उ गर्दैन पाकिस्तानले पनि त्यति साह्रो गर्दैन तर राति चाहिँ बजाइदिन्छ है राति त्यो सिपाहीले त्यो उमा के अरे ऊ भ्यू पोइन्टमा बसेर मान्छे छत्त बाल्यो भने दाइरेमा ठोकिहाल्छ गोली है ठोकिहाल्छ तर त्यो दिनमा हेर्दा केही हत्या गर्दैन त्यहाँ तपाईँले बोकेको बन्दुकको नालबाट निस्किएको गोली लागेर दुश्मन ढले कि ढलेन ढल्न चाहिँ अब हामीले चाहिँ अब त्यो बन्दुक गोली चाहिँ हान्ने दुश्मनलाई अन्त के अब टार्गेटमा ऊ चाहिँ फायरिङ गरिदिएको र त्यो त अब हामी त अब फायरिङ त गरिदिएको र होइन र अब फिल्ड फायरिङ गर्ने ऊ गर्ने त गोली उडाइरहनु पर्छ हामीले सालमा एकचोटि सरेको उडानु पर्छ अनि त्यो चाहिँ ऊ भएन हात बसाली राख्नु पर्यो प्र्याक्टिस गरिराख्नु पर्छ अनि बुवा यसरी ड्युटीमा बस्दा बन्दुक बोकेर उता पनि अब चाइना यता पाकिस्तानसँग बस्दाखेरि जुनसुकै बेला जे पनि हुन सक्थ्यो नि त हैन अब त्यहाँ माहौल बिग्रियो भने त गोली हानाहान भइहाल्थ्यो त्यतिखेर तपाईलाई डर लाग्दैन थियो मोरिन्छ कि अर्काको देशमा आएर भनेर केही छु त्यस्तो उही चक्करै छैन हामीलाई डरै नलाग्यो डरै लाग्ने जान्थ्यो हामीलाई अब कतै उमा बोर्डरमा उमा घुम्न जाँदा नि त्यही अब थुप्रै उरी जानु पर्थ्यो 10-15-20 जना अब फ्ल्याग मिटिङ त पाकिस्तानमा चाइनामा पनि त्यो उता बोर्डरमा ऊ हुन्थ्यो अब त्यो ठुल्ठुलो अफसरहरूसित धेरै 10-15 जना त्यस्तै जाने फ्ल्याग मिटिङ उरी हुन्छ क्या त्यो बोर्डरमा पाकिस्तानसित नि दोहोरो छलफल गर्ने अब पाकिस्तान त हामी खुकुरी बिरेदेखि त झन् परै डराने पहिला अब त्यो खुकुरी सिलमा लडाइँ गरेको जमानामा बुढाहरूले हैन बुढाहरूले अब खुकुरी भेरेर जान्छ यो खुकुरी नभेरेर जाने हो फ्ल्याग मिटिङ गर्दा नत्र त खुकुरीको विश्वास छैन अब त केही उ भयो भने त अब गोली खानेहरूले त खावा नर भने त्यो खुकुरी सुनिन्छ भन्छ होला त्यो खुकुरी चाहिँ निकालिरहेछ भन्छ क्या हामीलाई त्यस्तो त्यो फ्ल्याग मिटिङमा जाँदाखेरि अनि इन्डियातिर एउटा के पनि भनाइरहेछ भन्दाखेरि बुवा यदि कसैले मलाई मृत्युसँग डर लाग्दैन भनेर भन्छ भने कि त त्यो गोर्खा हो कि त्यसले झुटो बोलिरहेछ भनेर भन्दा रहेछन् के मान सम्मान इज्जत त खुब हुन्छ हैन अहिले गोर्खाली चाहिँ अलि डुप्लिकेट निक्ल्यो सबै डुप्लिकेट निस्क्यो हर जातिको पुरै उ निक्ल्यो पहिलाबाट त प्योर खोज्थ्यो उसले उहाँ पहिला पनि प्योर लेखक गुरुङ पुन मगर यस्तो मगरहरू कोही पनि मगर अब लेखा खोज्थ्यो नि पहिला गर्लाएर लगेर अहिले त अब जम्मा पुरा बैलर अब भराइ सानैदेखि पराउनलाई अब यहीँ बैलर छ नि यहाँ दुगोर भाग गर्न सक्दैन हामी जतिको पोखराको त ट्रेनिङ क्याम्पमा बसेर ट्रेनिङ गरे हान जति चाहिने त्यति गर्छन् अब तिनीहरू फालो अब त्यो खार खान्छ त्यो त अब हामी चाहिँ त्यस्तो कोही डर पनि हुन्न थियो अब हामी चाहिँ तगडा थियो हामी तपाईँको पहिलो महिनाको तलब कति थियो पहिलो तलब 126 रुपियाँ 126 126 रुपियाँमा 17 रुपियाँ बेकायदा उसले काट्ने पल्टनमै के अरे उसले उमा हाम्रो फोनमा जम्मा हुने
अनि हामीले महिना मर्यो भने 10 रुपियाँ 20 रुपियाँ सेन्टरमा हुँदाखेरि 10 रुपियाँ पहिला टमाट पछि 20 रुपियाँ लिन्थे अनि खाना पानी चाहिँ त्यो सिभिल भान्चे पुरै भात पकाउने अब खाना अब यो त सरकारी खोपा हुन्छ त्यो माना जस्तो त्यो आधा दिन त्यो गरे अब फेरि दुई फेर गोबर गरेर पेट भरिन्न थियो अनि त्यसको बाद बानिया क्यान्टिनमा पुरै उहाँको भिड पकरा सगरा भाङबुसेर के खाना पाइन्छ के खाना त्यो खाएर बल्लै एकछिन आराम त फेरि गैती बेलसम्म नै हिँड्ने हो रिटायर भएर फर्कँदाखेरि कति पुग्यो तलब बुद्धि त्यतिखेर 24 वर्ष नोकरी गरेँ मैले 24 वर्ष नोकरी गर्दा मेरो 600 650 हाइजुडमा 700 हुन्थ्यो तर यहाँ अब तर उमा चाहिँ 600 त्यो सिटी अलस पनि मिलाएर त्यस्तै 650 रुपियाँ थियो 24 वर्ष नोकरी गर्दा जे होस् 150 बाट सुरु भयो 126 बाट सुरु भयो 126 रुपियाँबाट सुरु भयो 24 वर्ष नोकरी गर्दाखेरि बल्ल उहाँ उति थियो 50 रुपियाँ सिक्किममा मैले 50 रुपियाँ भत्ता पाइन्थ्यो बढी हाई अल्टिट्युड यता पनि यता पनि त्यस्तै पाइन्छ भन्दै धेरै बसेन अनि अहिले कति दिएछ पेन्सन अहिले पेन्सन 21,600 आइसी बेसिक पे 21,600 आइसी नेपाली कति बुझ्नुहुन्छ नेपाली अब कति हुन्छ त्यो हिसाब पनि गरिन्न अब त्यसमा दिए अब त्यही कति पर्सेन्टले दिए भरिरहन्छ अब त्यो अब दिए भरिरहँदाखेरि अब हामीलाई थाहै हो नि अब के हिसाब भने अब त्यति बेसिक मात्रै हिसाब गरेर भएन अनि त्यस कारण त अब त्यो दिए भरिरहन्छ त्यही भर्ने त्यही दिए हो हाम्रो महँगाई भत्ता त्यही भर्छ 34-35 हजारको नेरो फेरो अहिले 35 भन्दा अलि माथि पनि जान्छ होला हैन त 24 अब जवानीमा तपाईले 21 वर्षको उमेरमा यो गाउँ पाखा पोखरा डाँडा काँडा साथी भाइ सबै छोडेर परदेश गएर बन्दुक बोकेर लडेर अहिले चाहिँ बुढेसकालमा लगभग 35-36 हजार रुपियाँ ल्याएर आनन्दसँग खान पाउनु भएको छ पाइएको हजुर खुसी हुनुहुन्छ अहिले जतिको ऊ भएपछि त्यो नगर्नु पर्ने चाहिँ पहिल्यै बरु व्यापार सेवातिर लाग्नु पर्ने रहेछ अब उतिखेर छोरालाई उतिखेर जमानामा बाबुआमा के सोचाएको थियो भने अब छोरालाई घर बनाउनु पर्यो सबैभन्दा पहिला उसको बाद भाडा बर्तन पनि चाहियो र तनक तातेनलाई ताँबु भाडा चलन अनि त्यसको बाद भैँसी किन्नु पर्यो गाई पनि किन्नु पर्यो गुरु जोड्ने हो भने पाल्नु पर्यो अब भेडा बाख्रा पनि पाल्नु पर्यो खेती किसान भराइदिनु पर्यो अहिले चाहिँ भर अब छोराहरूलाई सब दिशामा के कोही छोराहरू चाहिँ कोही पोखरा छ कोही बाग्लुङ छ कति छोराछोरी हजुरको छोरा चाहिँ अहिले 3टा छोरा एउटा छोरी हो छोरी नि उतै पहिला गएको छ पोखरा फियो अस्पतालमा काम गर्छ नर्स काम अनि छोराहरू कता कता छन् छोरा चाहिँ 2टा मलेसिया छ जेठा र माइला बुहारी पोखरा छ एउटा भौरी बुहारी उहाँ जापान काम बोब्लाएर गएको र बुहारी बुढासी छुट्टिएर उता छ भन्छ यहाँ कान्छी बुढी बुहारी छ यहाँ त्यसलाई पनि छुट्टै अलग्गै राख्दैछु तपाईँले छोरालाई लाउरे बनाउनु भएन अब खजा भयो नर बनान्थ्यो जब मैले लागेको थियो केटाहरू वनमा बस्दाखेरि घाँस काट्न गएपछि रुखमा दाला खसेर यहाँ घाउ बनाइदिन्छ यति अङ्गुला खोजेर पो बस्थ्यो त्यो नसा छिन्ने होला अब त होइन त्यो गर्दाखेरि एउटा खुट्टाको यहाँ उ भयो चलेन पुरा थोक्रो उयो गरेर मरेको थियो भने त के यहाँ झारफुक गरेर के गरेर ऊ गर्छ पछाडि उहाँ अस्पतालमा गएर जाँच्दाखेरि यो थोक्रेको बिमार हो डाक्टरले भन्छ यो थोक्रेको बिमार हो यो केही गरेर सन्चाउन्न भन्दै गएर त्यस्तै खजा छ यो खुट्टा लाग्न अलि यहाँ मरेको छ एउटा खुट्टा खत भयो त्यही भएर त्यो भएन अर्को चाहिँ पनि स्कुल पढ्दा यहाँ लड्छ फेरि यहाँ हातमा यो त दुईवटा नालीमा त नाली थुङ्काइदियो थुङ्का यहाँ पनि खबु अन्त दामाद घामाद भर्ती गर्ने अब मिलेन खोदा भयो दामाद भर्ती हुन त पुरै फ्रेस चाहियो एकदम ऊ हुनु पऱ्यो र बाङ्गेतिर औँला सुङ्ला हात कान नाक कान सब राम्रो हुनु पऱ्यो दाँत मुख सब पुरा सफा हुनु पऱ्यो बिहे चाहिँ तपाईँले पल्टनमा जानुभन्दा पहिल्यै गर्नुभयो बल्ल आएर बिहा गरेको मैले बल्ल आएर बिहा गरेँ पल्टनबाट फर्केर आएको लाउरेसँग बिहा गर्ने भनेपछि त केटीहरूको या ताती लाग्थ्यो होला मान्थे अब भनेको सबैभन्दा पहिला त्यो त हाम्रो जमानामा
सबैभन्दा पहिला विदेशी लाउरे हेर्छ भन्थे पहिला हामीले अलिक केटाहरूले भनेको अरू साथीहरूले त्यसको बाद बल्ल इन्डिया लाउरे खोज्छ आजकल केटीहरूले भन्थ्यो साथीहरूले कि हामी अलिक ठुल्ठुलो केटाहरूले त्यसो भन्थ्यो र हामी त अब लिएर एउटा माइती मामाको छोरी फेला पारेर जाम्बो भने त मानिहाल्यो त्यहाँमाथि बिहा गरेर छाडेरै गएको अहिले ठिक छ राम्रो छ ठिक छ अहिले छोराछोरी नाति नातिना 3टा नाति छन् 3टा नातिनी छन् है जाम भनेपछि खुरुक्कै आउनु भयो जाम भनेपछि आइहाल्नु भयो मानिहाल्ने त्यो केही उता गरिनन् के तान्न छोप्न परेन परेन नत्र त फकाएको गोठमा गएर ल हुन्छ यो दिन बादमा गयो लिएर आयो नत्र त यता त भनेको मानेन जाम भन्दाखेरि हुन्न भन्यो भने त छोप्ने तान्ने घिसार्ने पहिला हामी माने माथि मान्छेले घिसारेर लिन्थ्यो त्यो पनि भएको थियो पहिला त अहिले चाहिँ त्यस्तो चलन छैन हामीदेखि पछाडि मान्छेले यस्तो घिसारेर लिने चलन छैन अहिले नि अब त्यो चलनै छैन त्यो हरायो अब जहाँ मन पऱ्यो भर त अब जन पढाइ लेखायो अब कहाँ पुग्यो पूर्व पश्चिम उत्तरदेखि कहाँ पुग्यो आजकल केटीहरू त अब एकछिनमा यहाँको मान्छेले उहाँ जापानमा कुरा गर्न सक्छ होइन त त्यसले गर्दा त अहिले त कहाँ पुग्यो मेरो छोरी सेङ्जा गुरुङसित बिहा भएको छ यहाँ के अरे अब त्यहीँ पोखरामा अस्पतालमा नर्स पढ्थ्यो गरे त्यहीँ पढ्दा भए त्यहीँ लभ भएपछि भएपछि लभ भएर अब सेङ्जाको गुरुङसित बिहा भएको छ लभ त भएको पनि लभै पऱ्यो गाउँघरमै पऱ्यो छोरीको चाहिँ अलि टाढा लभ बुवा हुन्छ अब हामी कुराकानीको अन्तिमतिर छौँ तपाईँले जीवनकालभरि पल्टनमा जागिर खाँदाखेरि हजुर कुनै त्यस्ता घटना बिर्सनै नसकिने त्यस्तो केही छ त्यो छैन हजुर त्यो त मेरो पल्टन भिसी पल्टन हो त्यो नाम एउटा कर्णबहादुर एउटा के भन्ने थियो कर्णबहादुर राणा एउटा केवानी राणा थियो दुईवटा भिसी पल्टन हो हामीले जाने भने त कहाँ लगाउने त भन्थ्यो तर खै कतै नि गएन अब कोही घटनाहरू पनि भएन रमाइला घटनाहरू रमाइलाहरू घटनाहरू अब हर साल पिरगन्ती मनाउँछ पिरगन्ती पारी कुन यो 65 सालको कुन सालमा लडाइँमा जितेको रहेछ मेरो पल्टनले उहाँ अतै गरेर सखा पारेको छ पाकिस्तानीलाई त्यो हो त्यो पिरगन्ती पारी मनान्छ त्यो त्यतिखेर त्यो मनान्छ झन् त्यो दसैँमा त धेरै राम्रो रमाइलो हुन्छ अनि कहिलेकाहीँ कमान्डरले भनेको नमानेर काम बिगारेर सजाय भनेको म त फुल हो म त के अरे एकदम 1 नम्बरको हो सिपाही पल्टनको पछाडि पहिला अब सिपाहीमा म त्यति राइफल समातेर म ड्युटी बसेन कोरगारमा ड्युटी जान्थ्यो कोरगार गएपछि सिउ साहबको स्टेयरले निकाल्ने छानेर निकाल्थ्यो अरे स्टेयरले निकाल्यो अब 12 बजीसम्म सिउ साहब बस्दा घर नजानेसम्म अब अफिसमा कुटीरी बस्ने हो अनि त्यसको बाद अब छुट्टी सुत्यो भोलिपल्ट फेरि उही गातोलासित कोरगारमा घन्टी सेन्ते यता मोलमाल गऱ्यो कोरगार उही पार्टीसित सामेल भएर बल्ल ड्युटी फिटी गर्न जाने अब अहिले पल्टनको त म त 1 नम्बरको हो 1 नम्बर जब 9 सालमा लेखनायक पेटे लेखनायक भएँ पेटे लेखनायक भएपछि देहरादूनमा आयो एकाडेमी कलेजमा इन्डियन मिलिटरी एकाडेमी कलेज भन्छ त्यहाँ आएर डेमो देखाने जति पनि हुन्छ त्यो अफसरहरूलाई अफसर भने फुल लगानेलाई ट्रेनिङ देखाने त्यहाँ डेमो देखाने त्यहाँ आयो है त्यहाँ आएर त्यहाँ आउँदाखेरि पढाइ लेखाइ गर्न पाइनँ अहिले क्या त्यहाँ आएर अब स्टपमा त्यो रुममा हिँड्ने गर्नु पऱ्यो खालि इङ्ग्लिसमा त्यो डेमो देखाने त्यो सिकाने गर्दाखेरि त्यसको बाद त्यहाँ बसेर गयो पल्टनमा फेरि वहाँ गएर अब म वहाँ गएर ऊ आज त्यहाँ पछाडि फेरि कि ऊ ठुल्ठुलो अफसरहरूको गार्ड कमान्डर जब लेख्न भन्दा पनि सेकेन्ड गार्ड कमान्डर भन्ने ठुल्ठुलो जर्नलहरूको सेकेन्ड गार्ड कमान्डर फर्स्ट गार्ड कमान्डर नायक सेकेन्ड गार्ड कमान्डर लेस नायक अब हामी त्यो सिपाही ड्युटी भन्यो न त्यो राइफल समातिर म ड्युटी बसेन त्यति परेन धेरै पर्दै पनि दुःखै कस्तै गरेन हामीलाई अब अहिले केही फङ्सन हुन्छ अब खालि वाइटर मानिएको पहिला वाइटर हामी अहिले चाहिँ हाम्रो मगर लाउरे बाको जीवन कसरी चलिरहेछ त के काम गर्नुहुन्छ बिहान उठेर अहिले त अब उयो दिङा बाछा पालेपछि अब खेती किसान गरेपछि अब त्यो अब दिङा पाल्नु कुरो भयो दिङा पालेपछि अब घाँस काट्नु भयो
अब ऊ घाँस काटेर आयो भात त्यो त मैले भर्खरै फोन गरेको छ नि अब होइन त्यहाँ पालेको छारेको कुरा त्यहाँ बिरामी भएको छ अरे होइन अन्त अब त त्यही हो अहिले त त्यति साह्रो उयो छैन अब त्यही बुढेसकाल अहिले त्यही बस्यो हो बुढेसकाल लाग्यो कति वर्ष मैले 74 वर्ष पुग्नुभयो आज बालाई हामीले भेटेर पुराना कुराहरू याद आयो होला होइन पल्टनका धेरै कुराहरू आयो त्यो छ त्यो आजल त अब उनीहरूले पनि खोज्ने छाडे अब हामीले पनि कहाँ छ पर्दैन अहिले अब उतिरको साथीहरू सबै अब पुरा पेन्सन आएर बुढो भइसक्यो कता पुग्यो कहाँ पुग्यो अहिले सिवाय त को अब धेरैले तपाईँको यो भिडियो हेरेपछि ल बा यहाँ रहेछन् भनेर त्यो अब पुरानो यो बाग्लुङमा कतै भेटिन्छ यहाँको यताको पोखरामा गयो भने पोखरा गुरुङुरी भेटिन्छ उहाँ पेन्सन किनमा गयो भने के नर भने भेटिन्न हस् बुवा ल नमस्कार छ ल धन्यवाद छ दर्शकबिन्द अहिले तपाईँ नेपालचित्र.com हेरिरहनु भएको छ आज हामीले एकजना मगर लाउरे बुबालाई तपाईँहरूमाझ प्रस्तुत गऱ्यौँ उहाँसँग गरिएको कुराकानी तपाईँलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिनुहोला त्यसको लागि तलको कमेन्ट बक्समा तपाईँहरूले आफूलाई मनमा लागेका सबै कुराहरू लेख्न सक्नुहुनेछ अरू यस्तै सामग्री हेर्न नेपालचित्र.com को युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला आज भने बागलुङ जिल्लाको तमान खोलाबाट क्यामेरामा सुरेशसँगै किरण बिदा हुन्छु हस् नमस्कार दर्शकवृन्द अहिले तपाईँ नेपालचित्र.com हेरिरहनु भएको छ यो भिडियो हेरेपछि मनमा केही लागेको भए तल कमेन्ट गर्नुका साथै शेयर लाइक पनि गर्न सक्नुहुनेछ साथै हाम्रो च्यानल सब्स्क्राइब गरी घण्टीको बटन थिच्न नभुल्नुहोला अर्को सामग्रीको साथमा फेरि पनि तपाईहरुमाझ आउने नै छौं।